हेलो साथीहरू सबैजनालाई मिठो माया र धेरै धेरै सम्झना छ। आज म अहिले यतिखेर छु हाम्रो गुजरात सुरतको ब्रासा रोडमा छु। यतिखेर मसम्म राजु कलुवा दाई भेट्नु भएको छ। उहाँले यातायातको सुविधा गरिराख्नु भएको छ गुजरातदेखि लिएर पुरा भारत र हाम्रो नेपालको लागि यातायातको सुविधा गरिराख्नु भएको छ। अहिले उहाँकै म गाडीभित्र बसिसकेको छु। हजुरहरूलाई पुरा भारतमा यातायात गर्नु छ र भारतदेखि नेपाल र नेपालदेखि भारतसम्म आउन छ भने राजु कलुवा दाईलाई सम्झिदिनु होला र भिडियोको तल नम्बर राखिसकेको छु, देख्न सक्नुहुनेछ, सम्पर्क गर्न सक्नुहुनेछ। उहाँसम्म केही छोटामिटा कुराकानी गर्न गइरहेको छु। सबैजनाले भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। हजुरहरूलाई यातायात गर्नको लागि केही सुविधाको जरुरत पर्छ भने राजु कलुवा दाईले पक्कै पनि सम्झिदिनु होला भन्न चाहन्छु। को कहाँबाट हेर्दै हुनुहुन्छ है, सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। दाई नमस्कार। हजुर नमस्ते। नमस्ते। के छ हालखबर? ठिक छ हजुर। अनि केही दिन पहिला त तपाईँ नेपाल गएको थिएँ। नेपाल म एक 2 महिनाभित्र करिब 6-7 चोटि गइसकेँ। अब केही पर्सनल काम पनि थियो कि अब हाम्रो नेपाल दाजुभाइ दिदीबहिनीहरू अब गाडी जो ट्राभल्समा मैले यो गाडी ट्राभल्सको लागि लगेको थिएँ। अब रिजर्भ गरेर पनि लग्छन् अनि अब त्यसै कोही पेसेन्जरहरू पनि भेटिन्छन्, ल दाइ जाउँ भन्छन्। अब आफ्नो दाजुभाइहरू हुन्, दिदीबहिनीहरू हुन्, अनि त्यही हिसाबले अब ट्राभल्स हो, फेरि आफूले पनि त 2 पैसा कमाउँछ, रोजीरोटी हो। अनि त्यही भएर चाहिँ अब म धेरैचोटि नेपाल गइसकेँ सर यो गाडी लिएर। अनि जस्तै तपाईँको गाडीलाई रिजर्भ गर्दाखेरि कति लाग्ने रहेछ? यहाँबाट जस्तै भनौँ अहिले हामी गुजरात सुरतको ब्रासा रोडमा छु। ब्रासा रोडबाट डाइरेक्ट धनगढीसम्मको यातायात गर्दा तपाईँको गाडीको भाडा चाहिँ कति रहेछ रिजर्भ? अब रिजर्भको त सर यसो छ, अब यहाँबाट करिब 1300-1400 किलोमिटर पर्छ धनगढी होइन हामीलाई। अब त्यहाँ रिजर्भमा त अब यसो छ, कोही इमर्जेन्सी कोही परेमा अब त्यसो पनि भाडा हुन्छ, कोही अब लोकल जाने पनि हुन्छन्। लोकलको भाडा अब हामीले त्यही हो 2500-3000 रुपियाँ राखेको छु। अब मेरो गाडी चाहिँ अर्टिगा गाडी हो होइन, यसमा चाहिँ अब 7 जना अटाउँछन्। अब 2500-3000 रुपियाँ हामीले लोकल भाडा राखेका छौँ। रिजर्भको त अब समय हेरेर भनिन्छ सर, समय हेरेर भनिन्छ। अनि यसमा त बसमा यातायात गर्नु र हाम्रो यो 4 व्हिलरमा यातायात गर्नु त धेरै फरक छ। एकदमै सजिलो होला अनि पेसेन्जरलाई पनि एकदमै राम्रो होला। जहाँ रोक्ने मन लाग्यो होइन त्यहाँ पनि रोकिन्छ होला। अर्को कुरा हामीलाई यातायात गर्दाखेरि पनि एकदमै सुविधा होला, घचुङ नहोला होइन ट्राभल बसका जस्तो। न अब यसमा यस्तो छ नि सर, अब हामी जस्तै यहाँबाट अब यति लामो टुर छ, यहाँबाट दिदीबहिनीहरू सानो सानो बाबुहरूलाई लिएर जान्छन्।